सम्पूर्णमा नमस्कार। जाडो मौसममा शिशुहरूलाई विशेष ध्यान दिनुपर्ने आवश्यक हुन्छ किनकि उनीहरूको शरीरले चिसो सहन सक्ने क्षमता कम हुन्छ। त्यसैले आज म तपाईहरुमाझ शिशुहरूलाई जाडो मौसममा कसरी हेरचाह गर्ने भन्ने बारेमा केही छोटो जानकारी ल्याएर तपाईहरुमाझ उपस्थित भएकी छु। न्यानो कपडा लगाइदिनुहोस्। शिशुहरूलाई तह तहमा न्यानो कपडा लगाइदिनु पर्छ। टोपी, मोजा, पन्जा प्रयोग गर्नुहोस् किनकि टाउको र खुट्टाबाट शिशुहरूलाई छिट्टै चिसो लाग्न सक्छ। नियमित ब्रेस्ट फिडिङ गराउनुहोस्। ब्रेस्ट फिडिङले शिशुलाई न्यानो राख्नुको साथसाथै रोगसँग लड्ने शक्ति पनि दिन्छ। रुम टेम्परेचर मिलाएर राख्नुहोस्। धेरै चिसो र धेरै तातो नराख्नुहोस्। नुहाउँदा सावधानी अपनाउनुहोस्। शिशुहरूलाई नुहाउँदा धेरै चिसो अथवा धेरै तातो पानी प्रयोग नगर्नुहोस्। ठिक्कको मनतातो पानी प्रयोग गरेर शिशुलाई नुहाइदिनुहोस्। नुहाउन साथ तुरुन्त ड्राई टावलले पुछेर न्यानो कपडा लगाइदिनुहोस्। जाडो मौसममा शिशुहरूको छाला सुक्खा हुन सक्छ। त्यसैले नुहाउन साथ अथवा आवश्यक परेमा बेबी लोसन र तेल प्रयोग गर्नुहोस्। भिडभाड र चिसो हावाबाट बचाउनुहोस्। सकभर शिशुहरूलाई चाहिँ भिडभाडमा नलैजानुहोस्। यदि लैजानै परेमा न्यानो कपडा लगाइदिनुहोस्। बिरामीको लक्षण थाहा पाउनुहोस् जस्तै रुघाखोकी, श्वास फेर्न गाह्रो, ज्वरो आएमा तुरुन्त डाक्टरकोमा लैजानुहोस्।